राम्रो राम्रो बोल्नु है भरे बिग्रिन्छ भनेर के अहिले फ्राई गरेर राख न फ्राई गरेर राख अरे क्या राम्रो रहेछ हेर त धनु के लागेन राम्रो मासु मात्रै हो क्या यी पैसा राख जतापाती त नफ्याल है छोरीहरूले पैसा उडाउँदै लान्छ छोरीले पैसा लगेको नि थाहा पाउँदैन कोही कोही चाहिँ अलिक जतन गरेर राख न है सिरानो पनि थियो त्यो फिर्ता ल्याइदिएको थियो कि अनि बोसो कि छाला हो छाला बोसो पोलेको रहेछ क्या यो छाला र बोसो रहेछ नछिलेको क्या पोलेको राँगा हो सानो हो कस्तो चाहिँ पोलेर खानुहुने तपाईँ यस्तै मासु हाम्रो पाडाहरू जस्तै थियो होला नि यो त्यही भएर त पोलो छ अलिक ठुलो होला कति केजीहरू साइलाई यो 2 केजी झार्नु त आउँथ्यो 2 किलो 700 700 को 2 केजी सस्तो हो त मासु पनि त हड्डी छैन केही छैन मासु मासु जेठामाले खान्छ कि भनेको त जेठामाले माइजूले खाँदैन अरे नसोधेको जेठामाले अनि ल्याएको यतै कहाँ लिएर गएँ त ए खानु तपाईँ जेठाजु बुहारी भाइ भाइ पनि खान्छ नि त अनि छोरीहरू नि खान्छ होला अलिअलि होइन के खाँदैन बुहारी नआए पनि भाइलाई बोलाउनु भयो सरजितलाई कहाँ मासु खान्छ होला नि कि खाँदैन उसले खान्छ आइज राँगाको मासु खान्छ थोरै छैन घरमा र मेरो त झन् म त रक्सी पाएँ भने एक्लै खाइदिन्छु छ त नि अस्ति अहिले पोलेर खाने अरे आन्द्रा भुडी त हाल्छ हौ आन्द्रा भुडी पोलेर खानु कि अब के गर्नु त यो फोक्सो सुरुलाई फोक्सो पनि पो हाल्दो रहेछ यो आन्द्रा भुडी चाहिँ मजाले धोइदिएको त्यो आन्द्रा भुडी नै हो पोलेर खानु नै त्यो आन्द्रा भुडी हो धुनुपर्छ दाजु त्यो आन्द्रा भुडी होइन बोसो हो बोसो अनि त्यहाँ के हो त त्यो भित्र पोर्छ हो त्यस्तै हो बोसोको भाग होइन होइन त्यो पोहोर होइन हौ साइला नडराउनु होइन यो छाला पाक्नै गरेर पकाऊ है पोलेको मासु कोइला लगाइदिउँ कोइला ल्याउँदा अलिकति बजारमा किन भने 500 रुपैयाँ छ हड्डी र पोलेर मासु खाने भन धुवाई धुवा धुवा ल ल ल कहाँको मान्छे हो उहाँ उसको कमिनीलाई 150 रुपियाँ कस्तो प्रोग्राम बनेको छ त्यो कमिनी हो खोलागडीको घर कमिनी त होइन त्यो मगनी कान्छीको घर दमिनी कि कमिनी बुढा मरेर बाँच्यो नि त हार भेनाले चाहिँ ऊ खानु के नाङ्गे खानु भएछ र त ढेँडो होइन स्पेसल खानु त खप्लका साइना कसरी खानुपर्छ भने देखाइदिनु देखाउनु देखाउनु यो प्योर कोदोको ढेँडो हो यस्तो गरेर खाने तरिका उयो हड्डी यहाँ फालेर ओ खतरा निल्ने खै पर्सन साले कति खाएको छ ढेँडो आमामा ढेँडोको जिन्दगीहरू सबैलाई पो छ त राँगाको मासुसँग दामी राँगाको मासु दाल खतरा कडा कडा